सो वेलकम ब्याक। फाइनली म राम नाम सत्य मुभिज देखेर आइसकेको छु। कस्तो छ त यो मुभिज। हामीले टिजर ट्रेलर देखेर जुन एक्सपेक्ट राखेका थिए यो मुभिजबाट त्यो एक्सपेक्टेसनलाई रिच गर्छ त यो मुभिजले। यो मुभिजमा विराज दाईको एक्सन कस्तो छ त, आयुष सिंह ठकुरीले कस्तो पर्फर्मेन्स देखाएको छ, सुशील श्रेष्ठको कतिको इम्प्याक्टेबल सिन छ यसमा, र लास्टमा यस्तो सस्पेन्स हालेको छ जसले गर्दा यो मुभिजको पार्ट 2 बन्ने कुरा एकदम कन्फर्म भएको छ। म सबै कुरालाई डिटेलमा एक्सप्लेन गर्नेछु, प्लिज यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। नम्बर 1 एक्सनको कुरा गर्छु म। एक्सन हामीले जुन टिजर ट्रेलरमा देखेका छौं त्यो भन्दा पनि मजेदार एक्सन सिक्वेन्सहरू मुभिजमा हेर्न पाइन्छ। यो फुल्ली एक्सन ओरिएन्टेड मुभिज हो, तर यसको अर्थ यसमा स्टोरी छैन त्यस्तो नसोच्नु होला। यसमा दामी इमोसनली कनेक्ट हुने, इमोसनली इन्गेज राख्ने टाइपको स्टोरी पनि छ। धेरै यस्ता सिनहरू छन् जहाँ क्यारेक्टरको पेन अडियन्सहरूले फिल गर्छन्, जुन कि मैले पनि फिल गरेँ। भन्नाले यो मुभिजमा एक्सन मात्र छैन, स्टोरी पनि दमदार रहेको छ। म धेरै कुरा स्टोरीको बारेमा म भन्न चाहदैन किन स्टोरी स्पोइल हुन सक्छ, त्यही भएर म एक्सनको कुरा गर्छु। एक्सनमा विराज दाईले तबाही मचाइदिएको छ। यति धेरै एज भए तापनि एक्सन सिक्वेन्समा विराज दाईले खतरा भाइब्स दिन्छ। हामीले यति बुझ्दा हुन्छ कि अहिलेसम्म नेपाली इन्डस्ट्रीमा बनेको एक्सन ओरिएन्टेड मुभिज सबैभन्दा बेस्ट छ यो मुभिज। किन भन्दाखेरि यसमा हिरो मात्र प्रोफेसनल तरिकाले एक्सन गरेको छैन, यसमा रहेको स्टन्टम्यानहरूले पनि खतरा स्टन्टहरू गरेका छन्। यो मुभिजको एक्सन सिक्वेन्सले साउथ मुभिजलाई टक्कर दिन्छ। हो, म 100मा 100% भन्दिनँ कि अहिले जुन केजिएफ, सलार, तपाईँको यो पुष्पा जस्तो हेभी लेभलको त एक्सन सिक्वेन्स छैन, तर नेपालमा बनेको सबै मुभिज भन्दा टप लेभलको एक्सन सिक्वेन्सहरू रहेको छ यो मुभिजमा, जुन मैले हेरेको छु। र मुभिजको कहानीलाई यसरी घुमाएको छ कि तपाईँलाई आइडिया लाग्दैन आयुष सिंहको क्यारेक्टरले के गर्छ भनेर। मलाई लाग्छ त्यसको धेरै नै सिनहरू पार्ट 2 मा हुनेवाला छ, किन यो मुभिजमा एकदम थोरै सिनहरू रहेका छन् आयुष सिंह ठकुरीको। दिव्या राय माझीले पनि ठीक ठाक पर्फर्मेन्स गरेको छ। सुपुष्पा भट्ट पनि एकदम बबाल छ हैन, उसले पनि इमोसनली हामीलाई इन्गेज गराउँछ मुभिजमा हैन। सुशील श्रेष्ठको एक्सन सिक्वेन्स त्यति धेरै छैन, केही सिक्वेन्सहरू छन्, केही एक्सन सिक्वेन्सहरू छन्, तर वाउ लेभलको एक्सन सिक्वेन्स चाहिँ छैन सुशील श्रेष्ठको। र हाम्रो लेजेन्ड सुनिल थापा दाईले एकदम हेभी लेभलको नेगेटिभ क्यारेक्टर पर्फर्म गरेका छन्। यसमा शङ्का नगर्नु, तपाईँलाई सुनिल दाईको पर्फर्मेन्स पनि बबाल रहेको छ। एउटा टक्कर दिने खालको भिलेनको पर्फर्मेन्स पक्कै पनि दिएको छ यो मुभिजमा। र यो मुभिजको डाइरेक्टर मिलन चान्द सरले पनि एकदम बब्बाल मुभिज बनाउनु भएको छ। उहाँलाई म स्याल्युट गर्छु, बिकज हामी नेपाली अडियन्सले यस्तै टाइपको मुभी चाहिँ खोजिरहेको थिए, जुन मुभिज हामीले हेर्यौँ आज। यो राम नाम सत्य मुभिज हरेक मेकरले सम्झिन्छन् जब त्यसले एक्सन ओरिएन्टेड मुभिज बनाउँछ, बिकज नेपालमा यति हाई स्केलमा मुभिज कसैले पनि बनाउन खोज्दैन। किन? पैसा धेरै लाग्छ, स्टोरी राम्रो नहुँदा मुभिज सुपर फ्लप हुन जान्छ, र त्यसले गर्दा बजेट रिकभर हुँदैन, र प्रोड्युसरहरू यति हाई लेभलको स्केल मुभिज बनाउन एकदमै डराउँछ। नेपालमा बन्ने भनेकै फ्यामिली ड्रामा, गाउँघरको कहानीलाई लिएर तिनीहरूले छोटो बजेटमा प्राय मुभिजहरू बनाइरहेको हुन्छ नेपाली प्रोड्युसरहरूले। ठुलो स्केलको मुभिजहरूमा धेरै इन्भेस्ट गर्न खोज्दैन, बिकज अफ मार्केट। हाम्रो नेपाली मार्केट स्मल छन् हैन, र त्यसमा पनि अडियन्सहरू सबै खालको अडियन्सहरू छन्। धेरै एक्सन सिक्वेन्स हेर्ने छ भने कोही कमेडी टाइपको मुभिज हेर्ने टाइपको अडियन्सहरू छन्। त्यसैले गर्दा यस्तो हेभी लेभलको स्केलको मुभिज चाहिँ नेपालमा खासै बन्दैन, र जसले बनाउँछ त्यो एकदमै रिस्क लिएका हुन्छन्। सो राम नाम सत्य मुभिजको मेकरले पनि राम्रो रिस्क बोकेका थिए, तर उहाँहरू सफल हुनु भएको छ। मुभिजले एकदम इम्प्रेस पारिरहेको छन्। हाम्रो 350 रुपियाँ मुभिजले डिजर्भ गर्छ। यदि तपाईँहरू यो मुभिज देख्नु भएको छैन भने पक्कै पनि यो मुभिज हेर्नु होला, किनभने यस्ता मुभिजहरूलाई हामी नेपाली अडियन्सले सपोर्ट गर्नुपर्छ, अनि मात्र हेभी स्केलको ठुलो बजेटको मुभिजहरू हाम्रो देशमा बन्न थाल्छ। यस्ता राम्रो मुभिज भएर पनि मुभिज फ्लप हुनु, चाहिँ मुभिज एभरेजमा जानु भनेको त प्रोड्युसरहरू झन् यो यस्ता मुभिजहरू बनाउनबाट हिचकिचाउन थाल्छ, टाढा भाग्न थाल्छ। त्यसैले यो मुभिज राम्रो छ। ओभरअल म रिभ्यू दिँदा यो मुभिजले तपाईलाई ठीक
ठाक इन्टरटेन गराउँछ, एक्सन सिक्वेन्सले तपाईँलाई झन् एक्साइटेड बनाउँछ होइन। मैले यो पनि भनिरहेको छु कि यसमा राम्रो लेभलको स्टोरी छन् जुन कि तपाईँलाई इमोसनली कनेक्ट गरेर राख्छन् लास्टसम्म। सो यो मुभिज बोरिङ छैन। कहीँ कहीँ कुनै सिनहरू छन् जुन कि तपाईँहरूलाई लाग्न सक्छ कि यो सिन नहुँदा पनि मुभिजलाई खासै फरक पर्दैन थियो, चाहिँ यो सिनलाई अझै राम्रो गर्न सकिन्थ्यो भन्ने पनि लाग्छ होइन, मलाई पनि लागेको छ। तर मलाई लाग्छ त्यो कुरालाई देखेर यो मुभिजलाई नेगेटिभ रिभ्यू दिनु बेवकुफी हुनेवाला छ। त्यही भएर मैले त्यो केही सिनहरूलाई इग्नोर गरेर मैले ओभरअल मुभिजलाई हेर्दा यो मुभिज एकदम राम्रो बनेको छ। हाम्रो नेपालमा यतिको मुभिज बन्नु यो गर्वको कुरा हो। त्यसैले हामी अल नेपाली फिल्म्स लभरहरूले यो मुभिजलाई सपोर्ट गरौँ। र यो मुभिजको फर्स्ट डे बक्स अफिस कलेक्सनको म फुल्ली एनालाइसिस भिडियो लिएर आउनेछु। सो यो भिडियोलाई लाइक गरेर च्यानल सब्सक्राइब गर्नु होला। थ्याङ्क यू।